लाइफमा आएर नरु बन्द गरेर रु अनि फोन गर्छ त पुग्दैन पनि त्यहाँ राम्रो हुन्छ यहाँ आएर रुइस बदनाम हुन्छ सबै तेरो पत्रकारहरू बसेका हुन्छन् यिनीहरूले टिकटक गरी भिडियो गरी मिडिया गरी हालिदिन्छ बुझिस् नि मैले भनेको कुरा सुन अनि बोल पुरुष काकाले सिल्टर बुने छै बुन्दै जा नेक्रो सम्पत्ति जम्मा करो 35 बुराइका डला $1 खाइ छै 3 रुपैयाँमा अनि हगी छै बुराइ कुर्बा चोदी भन्दै जा पड्काउँदै जा जबरजस्ती गर्दिन दिन्छस् लिन्छु नत्र लिँदिन आज देखाउँदिन कुर्बान चोकाउँदिन जम्मा करो 35 आटा में घाटा में फाइदा में आटा में घाटा सानी कुटैको पुरान गली कमजोरी भयो होला सबैले राम्रो भन्दै उस पनि बिचारा त्यत्रो मैले भाइरल बनाएर लाउने 800-900 भ्युअर लिएर हिँड्छ कसैलाई खुसी बनाउन भनेको होला हिँड्छ उ तर इज्जत गर्थे बुझिस् नि बेइज्जत नगर्थे फेरि याद गर सानीको काण्ड पनि आएको छैन केही पनि आएको छैन उ आफ्नो ठाउँमा छ बसेको छ उ आफ्नो स्तरमा जिएको छ उसलाई पीडा भयो रुयो बिचारा तर आइन्दा नरु सानी भन्दैछु मैले तँलाई जहिले पनि राम्रो भन्छु मलाई राम्रो मान नराम्रो मान मलाई शत्रु इमानदारी ठान तर लाइफ मारेर रु थु जेसुकै गर लाइफ मारेर नरु बुझिस् हाम्रो पनि चित्त बुझ्दैन किन रुयो सानी भनेर सबैले तँलाई माया गर्नेले पो सोध्छ त सानी झुन्डेर मर्यो अरे भन्छ हामीलाई पिर लाग्छ नि बाबु म तेरो दुईटा खुट्टाको अनि तलब गर्छु हगाइदिन्छु म गरिब छु गरिबमा रमाउँछु सानी पनि मेरो बुढी हो म बिहा पनि गर्न सक्छु 5 बिघा जग्गा छ ब्लकमा जा है यहाँ नआइज तेरो औकात पनि छैन हैन म गाली पनि गर्दिन तँलाई तँ जस्तो खाले मेरो छेउमा नआइज भने भाग मायालु यहाँ छ कि छैन भने ब्लक सिस्टम मलाई नाच भनेर चाहिँ गीत नहाल्नु है म फेरि मैले भनिदिइसकेको छ पहिला काम हुन्छ अनि दाम हुन्छ नि ब्रो याद गर्नु फेरि थिङ्किङ फर्स्ट पहिला काम अनि दाम हुन्थ्यो नि अहिले चाहिँ अगाडि दाम पछाडि काम हुन्छ झुकाउन पनि सक्छ नि द्याट्स इज माई क्वेसन कि केही नभने म नाच दिन्छु मलाई त्यस्तो मन पर्दैन झुचो आसो छ मेरो कुरा त्यो पनि हो कसैलाई पनि जबरजस्ती गरिदिन्छ उहाँ उता सानी 1738 ले उसको पैसा जहाँ पनि हानुहोस् शेरनी लान्छ अरे गिफ्ट हानुहोस् बिचरा शेरनी पनि नेपालमा छ एक्सपेक्ट गरोस् यार गिफ्ट नै उतातिर पुतलीले हान्नेलाई मलाई नहानिदिनु पनि यहाँ चाहिँदैन मलाई सरी ब्रो मेरो कुरा त्यही हो तपाईको पैसा जहाँ पनि हान्नु सक्छ तर त्यस्तो अछुतहरूले यहाँ नहानिदिनु होला सिधै हो उतै हानिदिनु यता छुएर यता हानिदिनु होला फेरि त्यो चाहिँ हुन्छ त्यसलाई चाहिँ छुट भन्छन् हिजो कहाँ आएको त डिस्को कुन डिस्को मलाई त माया गर्छस् त्यत्रो मेसेज पठाउँछु तैँले मलाई एउटा एन्सर दिन्छस् भन्छ ल तँलाई मलाई माया तँलाई माया नगर्न तेरो दुध टोकेर बिहा गर्ने म तेरो दुध टोकेर बिहा गर्ने म अनि के गर्छस् माया गर्छ नि मलाई तेरो पुतलीमा तेरो भगटेमा तेरो अनुहारहरूलाई भ्याइहाल्यो त मैले सक्यो त यतिमा तेरो बोयफ्रेन्ड भएको छ कुन दिन त मर्छ होला नि मरेको दिन त म मरेको यसको बोयफ्रेन्ड भएको मरेको दिन त म सबैले यहाँ वरिपरि बिस्कुट बाँडिदिनु भयो गोली नि सिधा हुन्छ नि स्ट्रेट हुन्छ नि तर रुँदै चाहिँ नआइ चाहिँ आइन्दा लाइफमा छिन् मलाई भन्छ साइला म रुएँ मलाई पनि त पिर लाग्छ नि त मेरो मान्छे हो मलाई लाग्दैन साइला ऊ सानी मर्यो अरे सिक्ने 7370 मा बोइङमा टिकट काटेर हिँड्नु पनि अब 2 बजेको छ युके कसरी हिँड्ने भने त अर्ली भए पो हिँड्न मिल्छ त मेरो त अब 45 लाख त कामबाटै आउँदैछ त निकालेको रिटर्न रिसिङ भन्छ पैसा रिटर्न टिङ खुसी बौला बोलेर जेपाते कमेन्ट पढाएर लेख्नु पर्छ रिटर्न टिङसी हो कि यो त 45 लाख आउँदैछ घरमा सुत्दा नि पेन मिल्दै थियो नाइकीको यस्तो ट्र्याक हुन्छ साइलाको फेरि छोरा र म केएफसी खाने छोरा 6 फुट 3 इन्ची छ कसैको चाहिँ छ बास्केटबलबाट आएकै छैन सर
सिक्ने बाउले घरमा काम गर्नु पर्यो भने पो आउँछ त अब नाच्छु एकछिनमा म Currys is the perfect time for that mobile upgrade. Too spectacular. म 5 छुटेर छोरा कसै 6-3 भयो राम्रो काम गरेको छु अनि हुन्छ यो 100 रुपैयाँको त क्याप्सी ल्याएको हुन्छ एक भाइ आसु त्यति त अनि के चिन्छ उसले नराम्रो काम गरे भाइरल गरेर अन्डाएर हेर्न यस्तो लेख्छ सानी मेरो बुढी हो अरू तिमीहरूले भनेर हुन्छ भोलि बिहा पनि गर्नु सक्छ